यो भाइले कमेन्ट गरेको छ कि भाइ दम छ भने आफ्नो होल फ्यामिली मेम्बर्सको लागि एउटा सरप्राइज गिफ्ट देऊ। त्यो एउटा सरप्राइज गिफ्ट दिने त्यसमा त टन्नै पैसा खर्च हुन्छ होला है। मसँग अहिले मात्र 300 रुपियाँ छ, के गर्ने अब, गाह्रो च्यालेन्ज आयो यार। ओके, केही छैन, च्यालेन्ज आइसकेको छ भने एक्सेप्ट गरिहालौँ। सो म यो भाइसँग 3 दिनको समय माग्न चाहन्छु। यो 3 दिनमा म केही पैसा इन्कम गर्छु होइन, कसरी इन्कम गर्छु त्यो पनि देखाउने छु भिडियोहरूमा। सो म चाहिँ यो 3 दिनमा 3000 कमसेकम टार्गेट राख्छु र हेरौँ 3000 हामीले 3 दिनमा कमाउन सक्छ कि सक्दैन। सो त्यो पैसा कमाएर आफ्नो फ्यामिलीको लागि एउटा सरप्राइज गिफ्ट हाल्छौँ, त्यसको भिडियो पनि आउँछ छिटै। र म आफ्नो रिलेटिभ्सहरूलाई भन्न चाहन्छु कि प्लिज यो गिफ्ट सरप्राइज हो, त्यसैले मेरो फ्यामिलीलाई नभनिदिनु होला। अहिलेको लागि म आफ्नो फ्यामिलीलाई भ्लग गर्दैछु, किनभने फ्यामिलीले यो भिडियो हेऱ्यो भने सरप्राइज जस्तो रहेन। सो हेर्दै जाऊँ भिडियो अगाडि के कस्तो हुन्छ। मसँग 300 पैसा थियो र त्यसको मैले एउटा आफ्नो लागि सामान मगाएँ। अब ब्यालेन्स भयो 0। अब स्टार्ट हुन्छ 3 डेज च्यालेन्ज। मलाई एक दिनमा 1000 रुपियाँ कमाउनु छ। आजको टार्गेटको लागि मैले सोचे आफ्नो फर्चुनरबाट कमाऊ, तर त्यसको आज रिपेयर चलिरहेको थियो। सो आज केही अर्कै गर्नुपर्छ। पुरानो किताबहरू बेचेर हल्का त्यसबाट पैसा आयो। फर्स्ट डे थियो, के गरौँ सोचेर नै दिन गयो। भोलि चाहिँ केही खास गर्नुपर्छ। किताबबाट आएको पैसा आओस् कि जाओस् भनेर मैले मेलबेटमा हाल्दिएँ। क्र्यास खेलेर एकैचोटिमा 500 बनाइदिए। म त लास्टै खुसी भयो। अब टोटल हाम्रो 500 भइसकेको थियो। टार्गेटसम्म त पुग्न सकेन। एउटा साथीले केही पैसा लिएको थियो मसँग, सो त्यसलाई कल गरेर भने पैसा छ भने अलि पठाइदिए त मलाई, अनि त्यसले मलाई 200 सेन्ड गरिदियो। फाइनली हामीसँग 700 भइसक्यो। अब यो भन्दा अगाडि त बढ्न सक्दैन। अब हेरौँ डे 2 मा कति कमाउन सक्छ हामी। भिडियो राम्रो लाग्यो भने फलो गरिहाल्नु। भोलिको च्यालेन्ज पनि छिटै आउनेछ।